हेलो नमस्ते। आज छिटो आएर यहाँ साथीले लिन आएको बाइकमा अब क्लास जानलाई यहाँ बाइकमा साथीले आज साथीकै कम्पनी लिएर चाहिँ साथीले लिन आएको। लास्टै जाडो भयो, हात काटेर है यस्तो भयो कि जाडोले साथीले कुरेको। साथी आउनु भएन, कुर्दैछु। आजको क्लास अब हामी फेरि जाँदैछौँ। हामी बुसान क्याएर आएको छु र हेर्दाखेरि यहाँ यो माथिपट्टि यो हो साथीको कम्पनी। अनि यताबाट यहाँ यतातिर आयो भने यो फोहोरको डङ्गुर छ। यहाँ चाहिँ फोहोरलाई उसमा के भन्छ अरे मलको रूपमा यहाँ माथि बनाउँछ। अनि साथीको कम्पनी आएको छ है। ल
धेरै यार पछि म्यासेज पनि नहेर्ने म्यासेज पनि छैन नियतै हुनुहुन्थ्यो रोल कतिले जानुभएको थियो क्या तपाईँ कोरियामै हो नि किन सम्पर्क छैन के हो उहाँसँग त मसँग त छ होइन कता बिजी छ हेर्नुहुन्न भने शङ्कास्पद किन हेर्छु हेर्नुहुन्छ हेर्न त ऊ दाइ ऊ दाइ हल्ला गर्ने मान्छे त आजभोलि पुरा साइलेन्ट हुनुहुन्छ कमाइ गर्दै हुन्छ पुग्न छैन जेको 12 ज्यारै फेरि बिग्रो भने त उहाँलाई चाहिँ गर्नुपर्छ दाइ पनि फेरि पुरै खतरा हो नि त के पहिले के थियो अरे के कोरिया थियो अरे खालि फन्जी हो कि सोन्सी के भन्थे नि पहिला हाले गर्थे नि इपिएफ तलब बढ्यो यो बढ्यो भनेर पुरा हाले गर्थे नेपालीहरूलाई चाहिँ यति लाख भनेर मानव बढ्यो समस्या होइन क्या नियतको समस्या हो क्या त्यो समस्या होइन क्या कम्पनीहरू डुब्छन् केही डुब्ला होइन अब त्यस्तै छ भने अब के गर्नु त नि हामीले होइन दाइले डुबारै छोडिदिए यार त्यही तपाईँ नजानुहोस् जेमल पनि तपाईँले डुबाएको हो दाइले त अनि डुबाएको जेमल अब कुमारी डुबानुहुन्छ तपाईँले के हो त्यो कार्ड भनेको कस्तो के हो ए कार्ड अनि दाइ यति पठाउनु छ कहिले पैसा पुग्छ भाइ यति गते पुग्छ पैसा हालिदियो चिनजान छैन त्यत्तिकै त्यतिकै नि तिनजना आफूले नम्बर पत्ता कसले नम्बर दिएर पठाइदिने त्यही पनि हालिदिन्थ्यो यार दाइ अस्तिको के भन्छ अरे अस्ति पैसा पठाउँदाखेरि चाहिँ खान कार्डको पैसा पुगेको छैन है भनेर भन्यो थान कार्ड थान कार्ड ए खान कार्ड खान हुन्थ्यो हुन्डीको पैसा नि पुग्ने विश्वासको भरमा यार चिने छैन पछि पहिला हुँदै गरेर पहिला पैसा दिनुपर्थ्यो हो नि पहिला पैसा पहिला आजभोलि त पहिले उता हाल्दा नि बल्ल हालिदियो नि त पहिला थिएन पहिला अरू माध्यम थिएन विकल्पै थिएन कहाँ ब्याङ्कमा गयो त्यसको बाजे त्योभन्दा धेरै लाग्ने पैसा त्यसमा फेरि त्यति बेला हुन्डी गर्ने टन्न कमा है त्यति बेला हुन्डी गर्ने 15सम्म 17सम्म हुन्डी गर्ने हो लास्टै कमाए त्यसमा त तपाईँले पाउनु भयो होइन म कमाएन उहाँ पनि हो उसले त गरेन काम गर्नु हुन्थ्यो भिडियोमा कन्टेन्ट बढाएको मात्रै हो कि बल्ल 6-7 सब्सक्राइब भयो भनेर त्यसो नहुन्छ
사람들이 먹어서 약이 되는 거야. 약국이야 뭐 이러잖아 약국. 약이 되는 걸 어떤 식물들이 약이 되는지를 우리가 공부하는 시간이 그 재밌지. 이 밖에 나가면 식물 저거 뿌리 뽑으면 있잖아. 그 약성이 다 있어. 사람한테 필요한 거. 잘못 먹으면 다른 것도 있어. 다른 거야. 그렇잖아. 산에 가고 아무 거 먹으면 간다니까. 버섯도 잘못 해갖고 먹으면 독버섯 먹으면 바로 아픈다니까. 그래서 우리는 약이 되는 거. 이 사람한테 약이 되는 식물을 중심으로 식물을 중심으로 공부를 하는. 그래서 이 약용식물학을 공부하기 위해서는 이거 안 보고 쓸 수 있어야 돼. 약용식물학 안 보고. 이거 안 봤어. 약용식물학 써야 돼. 네네. 써야 돼. 그게 해양 치유사들이 그걸 해. 그죠? 이제 우리가 저 독일 같은 데 가면은 3 सेमिस्टरको पहिलो क्लास हामी चाहिँ भात खान कोरियामा भर्खरै अब यो के अरे वसन्त ऋतु लाग्न थाल्यो। हामी यहाँ हिँड्दा हिँड्दै अब यो यहाँको यो रुखहरूको पातहरू सबै आउँछ है तपाईँहरूलाई। यो हिँड्दा हिँड्दै चाहिँ यसरी आउँछ। यो तपाईँहरूलाई देखाउँछु अर्को भिडियो प्रत्येक हप्ता एकवटा भिडियो जान्छ। तपाईँहरूले चाहिँ देख्न सक्नुहुन्छ। यहाँ अगाडि छौँ हामी साथीहरू। यसरी घाम त गरेछ तर चाहिँ एकदम चिसो छ यो मौसम। चढा हो। हामी यसरी हिँड्दैछौँ। आज हामी यो खाम्जाथाङ खान थालेछौँ है साथीहरू। नेपालीहरूले बढी खाने भनेकै खाम्जाथाङ, हेजाङको थुक्पा मात्र हो। 맛있는 거 배당밖에 없는데 뭐 많이 줘? 서비스 서비스 없어? 말 잘하네. 한국에 10년 동안 살았잖아요. 살을 수밖에 없죠. 10년 살았어. हामी यो खाम्जाथाङ आइसक्यो है। खाँदैछौँ। 아주 좋아져요. 좋아져요. 배울라 아직 버려. 됐어요. 끓여서 드시면 돼요. हामीले आज कक्षा लिएर यो खाम्जाथाङ खान आएका थियौँ। अब खाम्जाथाङ उमालेर आजको हाम्रो भोजन यस्तो हुँदैछ है। भोजनको है खाम्जाथाङ हो। सुँगुरको मासु हो। यसमा के पस्छ भन्दाखेरि साग अनि सुँगुरको मासु, प्याज अनि आलु र च्याउ अनि यो क्याप्सिकम अनि यो प्याजको पट्टा आदि लगायतका कुराहरू सबै पस्छ है। यहाँ चाहिँ बनेर एकदम मिठो तरिकाले बनाएको छ हो। कोरियन खानेकुरा हो। मुला पनि छ होइन, मुला पनि छ। विभिन्न प्रकारको आइटमहरू छ क्या यहाँ। यसकारण यो एकदम मिठो हुन्छ। यसरी काटेर खाने हो। यो चाहिँ एकदम उहाँ दिलीप सरले काटिराख्नु भएको छ। अब खानलाई सुरु। यहाँ हल्का अब उमाल्नुपर्छ। त्यसपछि है ल। यसमा यो खाम्जाथाङ भन्छ यसलाई है। ल खाना सुरु गऱ्यो। अब आजको क्लास, अब दोस्रो क्लास फेरि सुरु हुन्छ 12-1 बजीबाट हाम्रो हुन्छ है त। ल मेरो दाइ पनि अब एकदम झिजो मान लाग्नुभयो अब। 중력은 이제 질량이 있는 모든 물체사이에 이거 보일리 버리고 있나? 반류 인력이 존재하고 특히 지구가 물체를 잡아당기는 힘을 중력이라고 합니다. 우리가 중력이 위에서 밑으로 눌러주기 때문에 땅에 붙을 수 있는 거거든요. 근데 만약에 우리 중력이 없으면 몸이 떠요.
공중에 떠 있거든요. 그러면 당연히 공중에 떠 있으니까 아픈 데도 없겠죠. 근데 우리는 중력으로 이제부터 눌러져서 지면에 붙어 있기 때문에 이제 몸에 통증이 생길 수 있다. 그래서 중력이란 이제 물체를 잡아당기는 힘을 중력이라고 합니다. 아시겠죠? झन्डा अन्य झन्डा पहिले चाहिँ हाम्रो झन्डा थिएन अन्य देशको थियो श्रीलङ्का जापान इन्डोनेसिया इन्डिया लगायत युके लगायतका झन्डाहरू थिए यस्तै खाले झन्डा थिए तर हामी आइसकेपछि यो झन्डा चाहिँ राखिएको हो तपाईँहरूलाई जानकारी तपाईँहरू पनि यस बुसान युनिभर्सिटी पढ्नको लागि केही इच्छुक हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ र हाम्रो देन भनेको यो हेर्नुहोस् यहाँ हाम्रो यो नेपालको राष्ट्रिय झन्डा फरफराइरहेको छ यो हाम्रो देन हो यो हामी यो युनिभर्सिटीमा पहिलो ब्याच सबभन्दा नेपालीहरू सबभन्दा धेरै ग्रुप भएको हामी हौ हाम्रो ब्याच हो त्यसकारण अब हामीभन्दा तलको ब्याच तपाईँ आउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नु होला र यो भिडियो हेर्नुभयो भने तपाईँले चाहिँ हामीलाई सम्पर्क गरेर यसै भिडियोमा तपाईँले चाहिँ कमेन्ट गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ र हामीले पढ्दै गरिसकेपछि बल्ल यो झन्डा चाहिँ हाम्रो देन हो र यो झन्डा हामी आफै राखेको हाम्रो नेपालमा कस्तो छ भन्दाखेरि युनिभर्सिटी चाहिँ कोलाहल वातावरणमा र एकदमै मान्छेहरू आवजात गर्ने लगायत त्यस्तो सहरीकरणभित्र यस्ता स्कुल अनि सार्वजनिक संस्थानहरू होइन कलेजहरू अनि हस्पिटलहरू त्यस्तो सहरको इलाकाभित्र रहेको हुन्छ भन्दाखेरि यहाँ विकसित देशमा चाहिँ एकदमै बाहिर एकदमै जङ्गल साइडतिर एकदम छुट्टै किसिमको राखेर